ए बुढी म पनि दसैँको लागि सर्ट प्यान्ट किन्नु पर्यो 2000 रुपियाँ देऊ न। बुढा 2000 रुपियाँ त म तपाईलाई दिन्छु, तर म तीनवटा कुरा सोच्छु, तीनवटा कुराको जवाब दिनु पहिले। तर त्यसमा एउटा भुल भयो भने थप्पड हान्छु फेरि। ए थप्पड खानु त ठुलो कुरो होइन, तर 2000 रुपियाँ त मजा आउनु थियो। लु सोधा त सोधा। पहिलो कुरो, हात्तीलाई फ्रिज भित्र कसरी हाल्नु पर्छ? ए बुढी तिमी बौला छौ क्या? हात्ती यत्रो ठुलो फ्रिज यति सानो हुन्छ, त्यहाँभित्र पस्दैन हात्ती। लाटा फ्रिज ठुलो छ, गेट खोल्नु पर्छ, हालिदिनु पर्छ हात्तीलाई भित्र। ल त अर्को कुरो, गधालाई चाहिँ कसरी हाल्नु फ्रिजमा? गेट खोल्यो हाल्दै त्यसलाई पनि फ्रिजमा। लाटा वहाँ हात्ती बसिरहेको छ, पहिले हात्तीलाई निकाल्नु पर्छ अनि लाउनु पर्छ गधालाई फ्रिज। ल त्यसो तेस्रो चाहिँ सोध अब। तेस्रो कुरो, बान्दरको बिहे थियो, सब जन्तु आयो, एउटा जन्तु आएन, कुन जन्तु आएन? कस्तो कुरो चाहिँ सोध हो? ओ बुढी बाघ, किनकि बाघ आयो भने सबैलाई खाइदिन्छ। लाटा त्यो गधा चाहिँ आएन, फ्रिज भित्र बन्दी छ।